जय मसी तपाईहरु सबैजनालाई अनि स्वागत छ मेरो न्यू ब्लगमा। अनि साथीहरु यो ब्लग चाहिँ किन बनाएको भन्दामा अनि यो प्रार्थनाको विषयमा बनाएको हो। रातिको प्रार्थनाको विषयमा बनाएको हो किनकि अब रात भइसक्यो अनि तपाईहरुदेखि म बिदा लिऊँ भनेर अनि यो छोटो अब तपाईहरुलाई सूचना दिएर म विश्राम गर्छु भनेर यो भिडियो चाहिँ बनाएको थिए। अनि साथीहरु अनि हामीलाई चाहिँ प्रभुले बिहानदेखि लिएर अहिले रातिसम्म सम्हाल्नुहुन्छ, दिनभरि सम्हाल्नुहुन्छ प्रभुले हामीलाई। किन भन्दामा उहाँलाई धन्यवाद दिनु बहुत जरुरी छ किनकि प्रभुले हामीलाई दिनभरि सम्हाल्छ, प्रोटेक्ट गर्छ, हामीलाई दुष्ट रोगहरुदेखि बचाउँछ, चोटपटकहरुदेखि बचाउँछ, बिमार आजारहरुदेखि बचाउँछ अनि फेरि हामीलाई यो सुन्दर मौकाहरु दिन्छ अनि सुन्दर घडी सुन्दर समयहरु जुटाउँछ प्रभुले हामीलाई। अनि त्यसकारणले हामी चाहिँ प्रभुलाई जसरी पनि धन्यवाद दिनु पर्छ। अनि त्यही तपाईहरुको अगाडि म सूचना दिँदै थिए। तपाईहरु सुत्नुभन्दा अगाडि जसरी पनि प्रभुलाई प्रभुको प्रार्थना गरेर सुत्नुहोस्, प्रभुलाई धन्यवाद दिएर सुत्नुहोस्, प्रभुलाई भन्नुहोस् प्रार्थनामा पनि प्रभुलाई भन्नुहोस् रातभरि पनि सम्हाल्नुहोस् भनेर, प्रोटेक्ट गाइड गर्नुहोस् भनेर तपाईहरु प्रार्थना गरेर सुत्नुहोस् भनेर म छोटो भिडियो बनाएको थिएँ। तपाईहरुको अगाडि शेयर गर्छु भनेर, सूचना दिन्छु, तपाईहरुलाई खबर दिन्छु भनेर। हुन्छ साथीहरु, मेरो छोटो भिडियोलाई म यतिमा राख्न चाहन्छु अनि तपाईहरुदेखि म बिदा लिन चाहन्छु। सबैलाई गुड नाइट, जय मसीह, प्रार्थना गरेर सुत्नु होला।